दर्शन सबैजनालाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ मेरो बुढीको ग्रेजुएसन हो, त्यही भएर हामी ग्रेजुएसनतर्फ जाँदैछौँ। आज हल्का ढिलो भएर मैले यहीँ ट्रेन स्टेसनमै भ्लग बनाउन स्टार्ट गरेको छु र हामी सबै रेडी भएर जान लाग्छौँ। बुढीले साडी लगाइछन्। साली बहिनी आयो भन्थ्यो बाबा मम्मी ल अब चाहिँ हामी बुढीको ग्रेजुएसन आउने ठाउँमा आउन लाग्छौँ होइन। अनि हामी चाहिँ अहिले सिटीमा यसरी क्रस गर्नलाई कुर्दैछौँ। बुढी छिन्, बुढी मम्मी बाबा हिरोनी भएर बसेछन्। ल दिदी बहिनी ल यस्तो हिरोनी भएर बसेछन्। अब म हजुरलाई मेरो बुढीको ग्रेजुएसन हुने ठाउँमा अब देखाउँछु है त। त्यहाँ अहिले चाहिँ हामीलाई अब हल्का त होइन, तर अब आधी घन्टै ढिलो जस्तो भयो है। अब के गर्नु, गाह्रो छ, भागमभाग। यो सिडनीमा चाहिँ भागमभाग चलिरहेको छ। अब मान्छेहरू पनि भिड कति धेरै मान्छे हुन्छ हो, यहाँ दङ्ग पर्छु म। अब त्यहाँ चाहिँ अब ग्रेजुएसनमा सबै अब हाम्रो नेपाली बाआमा पनि एकदम धेरै मात्रामा देखिन्छ है। अब ग्रेजुएसनमा सबैले बाआमम्मी बोलाउनुहुन्छ। थ्याङ्क यू। हामी आउन लाग्यौँ होला सायद। रमाइलो हुन्छ, प्राउड मुभमेन्ट हुन्छ। अब यो बेला चाहिँ अब जसले अब मभन्दा पनि मेरो बुढीलाई एकदम हुन्छ नि खुसी लाग्छ होला। एकदम मलाई पनि लाग्छ, तर उसले स्ट्रगल गरेछ नि त धेरै कुराहरू, कति कुराहरू हुन्छ, पढ्न पनि त्यति सजिलो छैन। त्यही भएर मेरी सी सो प्राउड होइन, मी एज वेल। तर ल अब मेरो बुढीको ग्रेजुएसन हुने ठाउँ यही हो। अब हामी ग्रेजुएसन हुने ठाउँतिर तर्फतिर लाग्दैछौँ। मम्मी र दिदी यहाँ हुनुहुन्छ भने बाबा त्यहाँ हुनुहुँदो रहेछ। बाबा भित्र छिर्नुभयो। अब हेर्न सक्नुहुन्छ हामी भित्र छिर्दैछौँ। दिदी र बहिनी जान्छौँ। यस्तो क्याप लाएर अनि फोटोसुट गरेर अब ठुलै मान्छेले नाम बोलाउँछ होला, हामी जाने त्यही हो। ल भाइ उताबाट ग्रेजुएसन कोट लाएर आउँदै हुनुहुन्छ मिस सोनी थापा। मैले भनिदिएँ ल, अब गयो हुन्छ, मैले एनाउन्स गरिदिएँ नि त तिम्रो नाम। यतिकै गयो नि हुन्छ। ल कस्तै लाग्यो मम्मीलाई? के भन्नु छ बुहारी? अब बुढाको ग्रेजुएसन हो। बाबा के भन्नु छ? धेरै खुसी छ, बधाई छ। अरू हजुरहरूलाई के भन्नु छ दिदीको ग्रेजुएसनमा? दिदी हजुरलाई के भन्नु छ? दिदी चाहिँ यहाँ मम्मीलाई राख्न कतारमा हुनुहुन्छ। दिदीज्यू हजुरलाई के भन्नु छ बहिनीको ग्रेजुएसन र सक्सेसफुल जर्नीको लागि हजुरलाई एक दुई शब्द जाओस्। एकदमै खुसी लागिरहेको छ। यसरी नै That's it. Congratulations. अब म बुढीतर्फ, बुढी यहाँ आऊ न हो। एकैछिनकै मेरो यहाँ टाइम लाउँछ क्या अहिले फेरि। ल तिमीलाई के भन्नु छ आफ्नो ग्रेजुएसनमा यत्रो जर्नी पार गरेकोमा? केही एक दुई शब्द जाओस् तिम्रो उसबाट। त्यति हो? अरू मेरो बेबी
मेरो बेबी चाहिँ यहाँ चाहिँ हाई गर्दा ल हामी चाहिँ यसरी कुद्छौँ के त मम्मी बहिनी दिदी चाहिँ उहाँ लुकेर बस्नु भयो हामी चाहिँ यहाँ कुर्दैछौँ अब हामी चाहिँ यहाँ एकछिनमा स्टार्ट हुन्छ अब केही समयमा ग्रेजुएसन प्रोग्राम स्टार्ट हुन्छ अब हामी चाहिँ यहाँ कुर्दैछौँ म चाहिँ बिचमा छु है बाबा मम्मी चाहिँ यहाँ अब यहाँ स्टार्ट भएपछि एकछिन टाइम लाग्छ अनि हामी कुरेर बस्ने यो नाम होइन अनि एनाउन्स गर्छ अनि कराउने ताली बजाउने अनि फोटो खिच्ने सिद्धियो मान्छेको आउने उस भइरहेको छ यहाँ चाहिँ लाइटहरूले धेरै अर्कै उस गर्दैछ क्या कलर हामी अब यहाँ कुर्दैछौँ अब कतिखेर यहाँ प्रोग्राम स्टार्ट आजको भ्लग चाहिँ अब मलाई ह्यान्डओभर भइरहेको छ त्यही भएर हेर सोनीको फोटोसुटको नतिजा खै वा राम्रो खिच्नै आएको ओहो That's only so fun. Congratulations, Sony! Relaxing. Comrade John Bandel. लाई चाहिँ गाडा पुर्न दिँदैछन् आउँदैछ ल अब हाम्रो ग्रेजुएसन समाप्त भएको जानकारी दिँदैछु हजुरहरूलाई अब सोनी चाहिँ बुढी चाहिँ अब वेटिङमा छ होला हाम्रो अब हामी पनि सोनी भएको ठाउँमा जान्छौँ दिदी बहिनी अगाडि छ बा मम्मी पनि हुनुहुन्छ फाइनल्ली अल ओभर होइन ढुक्क पढ्नु परेन के गर्नु परेन नो टेन्सन कस्तो लाग्यो त ओभरअल स्टेजमा गएर हुन त तिमी दुईचोटि गएको है ह्याप्पी साह्रै ह्याप्पी होला खुसी होला होइन किन ल बाई बाई बेबी ल कङ्ग्रेचुलेसन्स प्राउड अफ यु अलवेज प्राउड अफ यु ग्रेजुएट भएर मात्र होइन कि अलवेज प्राउड अफ यु अब यसरी नै प्रगति गर्दै जाऊ सधैँ है दुईजना नक्कलीहरूको फोटोसुट हुँदैछ ल हेर्नुहोस् एकअर्कासँग कम्पिटिसन चलिरहेको छ यहाँ कम्पिटिसन कसले राम्रो नक्कल पार्ने ल सिंगल बेबी
मेरो दोस्त छैन ल अब फेरि अर्को दुईटा नक्कलीहरू छन् अब कसले बढी नक्कल पार्ने कम्पिटिसन चलिरहेको छ ल हाल अहिले सुचिजीले जित्नु भएको छ नक्कल पार्नमा मेरो बुढी पनि नक्कल पार्न पर्यो अलि हल्ला माहौल अलि हल्ला चर्को छ यहाँ धेरै हल्ला छ हाम्रो बाबा चाहिँ ग्रेजुएट हुनुभएको छ आज मास्टरमा ल बधाई छ बाबा र बुहारी चाहिँ बाबाको ग्रेजुएसनमा आएकी छिन् बाबा हजुर ग्रेजुएट हुनुलाई कतिको खुसी लाग्यो ल अर्को ग्रेजुएट जया साई मास्टरमा हुनुभएको छ उहाँहरू करिश्मा मानन्दर भन्दा पछाडि पर्नु भएको छ अलि ल फोटोसुट गर्दै हुनुहुन्छ हाम्रो क्यामेरा गर्ल सुमिना थापा र अब हाम्रो एक्सपर्ट सबै कुरामा एक्सपर्ट सुजाता राणा मगर भोगले ल 1 2 3 गो वे ल अब मेरो बेबीले ए हो ल 1 2 3 गो उडा ये जति हुन्छ त्यति फोटो खिचेर भ्याम किनकि अब बुढीले यो ड्रेस फिर्ता गर्नुपर्छ र अब यो लास्ट जिन्दगीको लास्ट चोटि लाउँदैछिन् अब पढ्यो भने त लाउँछिन् अझै पढ्दिनँ भनेछिन् त्यही भएर यो नै लास्ट चोटि हुन्छ ल अब बाई मेरो यो टोपी मेरो यो गाउन एभ्रीवन ल थ्याङ्क यू सो मच यु डिजर्भ मोर एन्ड मच रेस्पेक्ट फर यु थ्याङ्क यू ल बधाई छ तिमीलाई ल सी यु गाइज अब हामी फिर्ता गर्ने ठाउँमा आछौँ अब लुगा फिर्ता गर्छौँ बुढीले अनि हामी खाजा खान जान्छौँ ल बिचारा माया लाग्ने गरेर बस्नु भएको छ सबैजना हेर को बेबी को चिन्यौ यहाँ एकदम माया लाग्ने गरेर बस्नु भयो रहेछ हामी यहाँ बल्ल बोलेको अनि कहाँ पर्यो घर कहाँ पर्यो घर नेपाल रहेछ यहाँ आएर बस्नु भएको छ दुईजना खै छोरीहरू जस्तो लाग्छ अनि यहाँ बाबामा खै के भएर बस्नुभएको साडीको बयान गरेर साध्य छैन यस्तो दामी कि सबैले बयान गरे है मेरो बुढीलाई साडीलाई नि एकदम राम्रो यस्तो दामी भनेको यहाँ है अनि स्पेसल्ली थ्याङ्क यू मम्मीले चोइस गरिदिनु भएको मम्मीलाई थाहा हुन्छ आफ्नो छोरीलाई के मनपर्छ कस्तो मनपर्छ रोज्न चाहिँ खत्रै जान्नुभएको छ अनि यहाँ सम्धिनीलाई नै रोज्नु भएको छ सम्धिनी चाहिँ मेरो यहाँ मसँग हिँड्नुहुन्छ सम्धिनी र अनि बुढीलाई छोरीलाई अब एउटै साडी पठाइदिनु भएको थियो है अब मम्मीको अब सोचाइ पनि साह्रै मन पऱ्यो क्या अब मलाई किनकि अब बुहारी र अब सासू आमाले एउटै लाओस् भन्ने चाहना जुन मम्मीको सोच हो त्यो चाहिँ साह्रै मन पऱ्यो र मम्मी चाहिँ यहाँ साडी लाएर टुकुर हिँड्नु भयो ल थ्याङ्क यू मम्मी सो मच मिस यु अब छिट्टै आउनेछौँ हामी छिट्टै भेट्छौँ मम्मीलाई है ल धेरै माया छ मेरो मम्मीलाई पनि अब बाई सम्धिनीजी भन्नु थ्याङ्क यू फर साडी भन्नु पऱ्यो नि सक्नुहुन्छ अब हामी सरसर हिँडेको थियौँ यहाँ रिच किडहरू यहाँ सपिङ आउनु भएको छ हेर्दा रिच किडहरू ल हेर्नुहोस् रिच किडहरूसँग पैसा धेरै भएर कहाँ जाउँ प्रत्येक पसलमा छिरेको छ 1 2 बेबी ल खोलिदिनु ल आँखा तिमीलाई फेरि
Master भाइ ल आहा नहेरे 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 चिम्ले चिम्ले ल पहिला चिन्नी के होला गेस गर यो मैले भनेको पालेर होला ए थाहा पाइदिन्छु रे थ्याङ्क यू ल हामीले अब खाना पनि खाइसक्यौँ होइन खाना खाएर अब हामी घर जान्छौँ आजको ग्रेजुएसन सबै हामीले सफल पार्यौँ होइन सभ्य रूपले रमाइलो भएर दैन भयो अब मेरो यसरी नै सबैले मलाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला अनि सेयर गरिदिनु होला यति भन्दै मेरो ब्लग यहीँ अन्त्य गर्छु बाइ